कहीं पहुंचने के लिए कहीं से निकलना बहुत जरूरी होता है। सही वक्त पे कट लेना चाहिए, नहीं तो गिले शिकवे होने होते हैं। यो कहाँ हो थाहा थिएन कुनै प्लानिङ नै थिएन। म र शोभित साथी अचानक चितवनको गर्मीबाट केही समय टाढा जाने मुडमा भयो। त्यसपछि रमाइलो गर्दै हामी शक्ति खोर हुँदै मायाटारतिर लाग्यौँ। बाटो जति अगाडि बढ्दै गयो उति नै मन शान्त हुँदै गयो। माथि चढ्दै गर्दा चिसो हावा बिस्तारै शरीरमा ठोक्किँदै थियो। चराचुरुङ्गीको आवाजले पुरै जङ्गललाई अझ पिसफुल बनाइरहेको थियो। बाटोभरि जोक, रमाइलो, हाँसो अनि फुल इन्जोय गर्दै हामी अघि बढिरह्यौँ। उपरदन गढी पुग्नु अघि करिब 500 मिटर जति कच्ची बाटो रहेछ। तपाईलाई हार्दिक स्वागत छ। अनि अहिले उपरदन गढी सलल्ल अगाडि बढिरहेको छ। उपरदन गढीमा पहिल्यै गइसकेको भएर फ्री मायाटार जाने प्लान बनायौँ। मायाटार जाने बाटो यही हो नि है। 8 किलोमिटर अझै 8 किलोमिटर छ। हाम्रो पश्चिम चितवन हाम्रो चनौली हजुर चनौली गएर हामी रमाइलो डाँडा भन्ने ठाउँमा आइपुग्यो। धेरै दुःख सङ्घर्ष चितवनमा पनि यस्तो राम्रो भ्यू देखाएको त राम्रो भ्यू यस्तो यस्तो भ्यू छ है टुप्पोमा। ओ यो टुप्पोमा जरामा ऊ टुप्पामा चाहिँ घर छ। यस्तो दामी घर छ है। यस्तो ठाउँ छ चितवनमा है। यस्तो भ्यू ठाउँ है थाहा पनि थिएन कि फर्स्ट टाइम अब भक्कन देखाएँ चितवनमा। यस्तो गौडाकोटको जग्गा हो होइन। चितवनमा चाहिँ यस्तो ठाउँ छ भने चाहिँ म थाहा छैन। थाहा भएको भए वरिपरिका
नजिकैका हरिया डाँडा, घुमाउरा बाटा अनि प्रकृतिको दृश्य हेर्दा नेपालमै छु कि कतै विदेशतिर आएको छु जस्तो फिल भइरहेको थियो। मायाटार पुगिसकेपछि अझै माथितिर लाग्दै गर्दा लाली गुराँस जङ्गल रिसोर्टको बोर्ड देखियो अनि हामी त्यतैतिर लाग्यौँ। होटेल पुग्दा सनसेट हुने समय भइसकेको थियो। बिस्तारै उज्यालो हराउँदै अँध्यारो फैलिँदै थियो। त्यो दृश्यले मनमा भएको सबै तनाव, थकान र दुःख एकछिनमै हराए जस्तो भयो। कहिलेकाहीँ यस्तो ठाउँमा आएपछि जीवनलाई अलि पज दिएर इन्जोय गर्नुपर्छ भन्ने फिल हुँदो रहेछ। त्यो पिसफुल वातावरणमा बस्दै चिसो हावा खाँदै अनि माथिबाट हेर्दा भरतपुर सहरका टल्किरहेका बत्तीहरू निकै सुन्दर देखिन्थे। मर्निङ एभ्रिवान। अहिले हामी लाली गुराँस जङ्गल रिसोर्टबाट बिहानको दृश्य इन्जोय गर्दैछौँ। मौसम खुलेको छ, चारैतिर हरिया डाँडा, साना साना गाउँ, टाढासम्म देखिने दृश्य अनि एकदम शान्त वातावरण। खेमलालज्यूलाई चाहिँ झाडोहरू लुक्लुक्लु कामेर चाहिँ बसिरहन। अहिले चाहिँ हामी मायाटाको ट्याक्कै हाइटमा छौँ गाइज। एउटा भिडियो खिच्छ धेरै जाडो भयो। हाम्रो फार्म हाउस चाहिँ यो थियो। हामी यहाँबाट चाहिँ अहिले ट्यागको उठेर छ बजेको छ। भ्यू यस्तो छ यी उठेर तुरुक्क मुतेर अनि धरतीमा झरी दारू खाएर बस्यो हो। भ्यू यस्तो छ। हरकत की इश्क में इतनी बरकत ये तूने क्या किया। फिर अब मारा मारा में चांद से बिछड़ा तारा में दिल से इतना क्यों हारा में ये तूने क्या किया। सारी दुनिया से जीत के मैं आया हूँ इधर तेरे आगे ही मैं हारा किया तूने क्या सर। चितवनको गर्मीबाट केही समय टाढा भएर साथीहरूसँग फुल इन्जोय गर्दै बिताएको यो यात्रा हाम्रो लागि निकै यादगार बन्यो।